यो क्वेसनमा के भनेको छ भन्दाखेरि अल्फा ग्रान्ड मदर हु इज 60 गिभ्स हिम अ गिफ्ट अफ 10,000। अल्फाको त्यो जुन ग्रान्ड मदर छ त्यो के भन्छ अरे त्यसलाई त्यसले अल्फालाई गिफ्ट दिँदैछ, मतलब कति दिँदैछ भन्दाखेरि 10,000 उसले दिँदैछ अल्फा भन्नेलाई, होइन। 10,000 भनेको हाम्रो प्रिन्सिपल भयो। ही डिसाइडेड टु इन्भेस्ट इट अन्टिल ही इज 80 विच विल बी द 40 इयर टाइम। हाम्रो टाइम कति भइहाल्छ भन्दाखेरि 40 इयर भइहाल्छ अटोमेटिकली, है। 40 इयर भइहाल्छ यहाँ भनिराखेको छ, होइन। ही बाइज इन्टु अ फन्ड द्याट बिलिभ्स विल गिभ द 7% कम्पाउन्डेड एनुअली। कति रिटर्न दिन्छ त्यो भनेको हाम्रो रेट हुन्छ। त्यति बेला पर्सेन्टेजको कुरा गरेको छ भने नर्मली त्यो भनेको हाम्रो रेटै हुन्छ। अब हमेसा हुँदैन, त्यो कम्पाउन्डेड एनुअली यस्तोहरू भनेको छ भने त्यो भनेको रेटै हुन्छ। त्यसपछि के भनेको छ, हाउ मच मनी विल ही ह्याभ वेन ही बिकम्स 80। अब कति उसँग मनी हुन्छ मतलब एमाउन्ट हाम्रो निकाल्न भनेको छ नि मैले। टोटल मनी भनेको के, टोटल मनी भनेको के भन त। टोटल मनी भनेको हाम्रो कति उसँग पैसा छ क्या। टोटल मनी भनेको कति उसँग पैसा छ। त पैसा भनेको के, उसको आफ्नो प्रिन्सिपल पनि अनि त्यसमा इन्ट्रेस्ट जोड्यो भने त्यो भनेको होइन र टोटल पैसा भनेको हो। यस्तो टोटल हाउ मच मनी टोटलै भने हुन्छ भने हामीले कम्पाउन्ड एमाउन्ट निकाल्ने। र हामीले फर्मुला थाहा छ के, हाम्रो फर्मुला हुन्छ भन्दाखेरि सिए भनेको कम्पाउन्ड एमाउन्ट पी इन्टु 1 प्लस रेट बाई 100 को पावर टी, होइन। त्यसपछि भ्यालुहरू सर राख, यतै राखौँ। पी को भ्यालु 10,000 छ, 10,000 छ। 1 प्लस रेटको भ्यालु 7% डिभाइड बाई 100 को पावर टी भनेको कति भन्दाखेरि 40 इयर। यो भनेको कति हुन्छ आरएस। क्यालकुलेटरमा पुट गर्ने, क्यालकुलेटरमा कति पुट गर्ने भन्दाखेरि 10,000 ब्रैकेट 1 प्लस 7 डिवाइड बाई 100 को पावरमा 40 कति भयो हाम्रो। यो हाम्रो भयो झन्डा झन्डै 149, कति भयो 149 अनि 744.57 यो भनेको हाम्रो एन्सर है। ल